नेपाली चलचित्र उद्योगको अलराउन्डर भन्दा केही फरक नपर्ने निर्देशक, कलाकार, मोडल साथै नेपाली चलचित्रको एक ढाँचाको चलचित्रलाई रूपान्तर गरेका साहसी निर्देशक निश्चल बस्नेत। उहाँले काम गर्नुभएका चलचित्रहरूको फिल्मोग्राफी। निर्देशक निश्चल बस्नेतको चलचित्र यात्रा सुरुवात विक्रम सम्वत 2068 सालमा लुट चलचित्रको निर्देशनबाट सुरु भएको थियो। त्यो समय मूलधारका कलाकारहरू भन्दा नाटक क्षेत्रका कलाकारहरूलाई लिएर बनाएको यस चलचित्रको बजेट मात्र 50 लाख थियो भने त्यस चलचित्रले नेपाली बक्स अफिसमा लगभग 5 करोड 20 लाख कमाएर ब्लकबस्टर भएको थियो। विक्रम सम्वत 2070 सालमा निर्देशक निश्चल बस्नेत फिटकिरी चलचित्रमा कलाकारको रूपमा पर्दामा आउनुभयो। यस चलचित्रको बजेट र आम्दानी कतै पनि सार्वजनिक गरिएको छैन, तर यो चलचित्र फ्लप रहेको थियो। निर्देशक निश्चल बस्नेतको तेस्रो चलचित्र कलाकारको भूमिकामा 2070 सालमा कबड्डी आयो। जम्मा 35 लाखमा बनेको यस चलचित्रले बक्स अफिसमा 7 करोड 35 लाख कमाएर अल टाइम सुपर डुपर हिट भयो। विक्रम सम्वत 2070 सालमा उहाँले निर्देशन गर्नुभएको दोस्रो चलचित्र टलकजङ भर्सेस टुल्के आयो। यो चलचित्रको लगानी कतै पनि सार्वजनिक गरिएको छैन, तर यस चलचित्रले राम्रै व्यापार गरेको थियो। फिल्म सुपर हिट रह्यो। निर्देशक निश्चल बस्नेतको कलाकारको भूमिकामा अर्को चलचित्र 2072 सालमा कबड्डी आयो। अनुमानित 1 करोडमा बनेको यस चलचित्रले लगभग 10 करोड 35 लाख बराबर कमाएर अल टाइम सुपर डुपर हिट भयो। विक्रम सम्वत 2073 साल निर्देशक निश्चल बस्नेतको निर्देशनमा तेस्रो चलचित्र लुट 2 आयो। करिब 1 करोड 60 लाखमा बनेको यस चलचित्रले लगभग 10 करोड 60 लाख कमाएर सुपर डुपर हिट भयो। निर्देशक निश्चल बस्नेतले अभिनय गर्नुभएको अर्को चलचित्र 2073 सालमा 2 रुपैयाँ आयो। यो चलचित्रको लगानी र आम्दानी कतै पनि सार्वजनिक गरिएको छैन, तर यस चलचित्रको कुटुमा कुटु गीतले सबै रेकर्ड तोडेको थियो। चलचित्र भने सुपर डुपर फ्लप रह्यो। विक्रम सम्वत 2074 सालमा निश्चल बस्नेतले अभिनय गर्नुभएको अर्को चलचित्र प्रसाद आयो। यस चलचित्रको बजेटको बारेमा कतै पनि सार्वजनिक गरिएको छैन, तर यस चलचित्रले झन्डै 5 देखि 7 करोड कमाएर सुपर हिट भएको थियो। साथै यस चलचित्रबाट निश्चल बस्नेतले नेगेटिभ रोलमा विभिन्न सम्मान पनि पाउनुभयो। निर्देशक निश्चल बस्नेतले अभिनय गरेको अर्को चलचित्र 2076 सालमा घामट सेरी आयो। यो चलचित्रको लगानी र आम्दानी कतै पनि सार्वजनिक गरिएको छैन, तर चलचित्र सुपर डुपर फ्लप रहेको थियो। विक्रम सम्वत 2080 सालमा निर्देशक निश्चल बस्नेतको चौथो निर्देशनमा चलचित्र दिमाग खराब आयो। करिब 4 करोड माथिको लगानी रहेको यस चलचित्रले झन्डै 10 करोड 70 लाख कमाएर हिट भएको थियो। निर्देशक निश्चल बस्नेतले पहिलो लगानीमा निर्माण गरेर 2081 सालमा बेहुली फ्रम मेगौली चलचित्र ल्याउनुभयो। लगानी कतै पनि सार्वजनिक गरिएको छैन, तर चलचित्रले झन्डै 7 करोड माथि कमाएर सुपर हिट रहेको थियो। निर्देशक निश्चल बस्नेतको अब चाँडै नै हलमा आउन लागेको अपकमिङ चलचित्र डामाडोल रहेको छ। यस चलचित्रमा निश्चल बस्नेत कलाकारको भूमिकामा आउँदै हुनुहुन्छ। नेपाली चलचित्र उद्योगको अलराउन्डर स्मार्ट निर्देशक निश्चल बस्नेतले 4 वटा सफल चलचित्र निर्देशन गर्नुभएको छ।
3वटा सफल चलचित्रमा अभिनय साथै धेरै चलचित्रमा अतिथि भूमिका, चलचित्रका गीतहरूमा डान्स आदि गरेका छन्। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? सल्लाह सुझाव दिनुहोला। धन्यवाद।